म र दाइ घुम्चे जाँदैछौँ। हामी यहाँ चाहिँ ग्रान्डीको बाटोबाट आएको, सर्टकट पर्छ भनेर। र डे एकदम ब्युटिफुल छ गाइस, सुन्दर छ, मजाको घाम लागिरहेछ, पानी पनि पर्न सक्छ। सो लेट्स गो, लेट्स सी के हुन्छ जर्नीमा। स्टे ट्युन, सब्सक्राइब गर्नु होला मेरो युट्युब च्यानललाई द बुन फर मोर एडभेन्चरको लागि। र लेट्स इन्जोय आवर जर्नी। र भाइ यो त फुल जङ्गलको बाटो है गाइस, र खतरा उकालो छ। हेर्नु न हरियाली, वाउ, इट्स लुकिङ अमेजिङ म्यान। र उकालो पनि क्या ठाडो छ है यहाँको, धन्न बाटो राम्रो छ। आइएम इन्जोइङ दिस राइड म्यान। धेरै पछि यसरी राइड गरियो, क्या रमाइलो लागिरहेको छ मलाई। आफ्टर लङ टाइम गाइस हामी यहाँ राइड गर्न पाइरहेको छौँ। आई एम फिलिङ awesome, just enjoying every moment यार, every moment चलाएको। हामी चाहिँ रोकेर एकछिन ब्रेक लिन आएको। अलिअलि पानी पर्न थालेछ गाइस, लेट्स होप फर द बेस्ट है। माथितिर गएर पानी कम होस्। एकदम बेसरी पानी पर्यो भने चाहिँ हामी रेनकोट लाउँला भन्ने सोचिरहेको छौँ है दाइ र मैले। आर्मी चेकपोस्ट, अब चाहिँ ब्युटिफुल साइड सुरु भयो है गाइस। पुरै हुसु लगाइरहेको छ यार, इट्स लुकिङ गोर्जियस। हेर्नु न जङ्गलको बाटो, मान्छेहरू पनि धेरै युज गर्छ यो बाटो, किनकि यो सर्टकट पनि पर्छ क्या यहाँबाट। र बाटो पनि एकदम राम्रो छ क्या यो बाटो, आर्मीहरूले प्रायः युज गर्छ नि त। यहाँ अर्को पुलिस चेकिङ, हामी पुग्यौँ। यहाँ प्रायः यो लोकल यो माइक्रोहरूले चाहिँ एकदम टाइममा यो चिटहरू काट्नुपर्छ कि, टाइममा आउनुपर्छ कि, पर्फेक्ट टाइममा। फेरि यिनीहरूको पनि रन्काएर आउँछ कि। स्टोनहरूको नेचुरल आर्किटेक्चर कस्तो राम्रो छ यार। झर्ना सानो रहेछ। अब चाहिँ बाटो अलिअलि खाली हुन्छ है गाइस। यहाँबाट हामी त्रिशुली पनि जान सक्छौँ है। हामी त्रिशुलीबाटै गएर घुम्चे जाने हो। यो मान्छे बाटो छ यार, भ्यू हेर्नु न कस्तो राम्रो छ। दिदीहरू यहाँ सामानहरू बेचिरहेको रहेछ, फलफुलहरू होला, फ्रुट्स। वाउ, कस्तो राम्रो घरहरू डाँडामा। मान्छेहरू डेटिङ गर्दैछन्। होइन पानी परिरहेको थियो गाइस, अब त घाम लागिसक्यो।
तल पुगिसक्यो है दाइ, धेरै तल पुगिसक्यो नि, हामी धेरै तल पुगिसक्यो दाइ। कफी, झोल तरकारी, अन्डाहरू र रसबेरी खाएर इनर्जेटिक लिएर फेरि हामी आफ्नो जर्नी सुरु गर्दैछौँ है। त्यहाँ चाहिँ दिदीले आफूले गाई पाल्नु भएको रहेछ र आफै यो रसबेरीहरू बनाउनु हुँदो रहेछ क्या, होममेड प्रडक्ट भनौँ न। इट वाज डिलिसियस एन्ड द्याट स्टार्ट आवर जर्नी टु ढुन्चे याचुबा काभ्रा। हस्दै याचुबा काभ्रा देख्नुभयो त्यहाँ पछाडि? ओ हेर्नु त त्यो डाँडा कस्तो दामी के सर। त्यो आज बबाल छ यार दिन दाजु। आई एम जस्ट इन्जोइङ इट म्यान। कति पछि क्या दाइ, लङ टाइम पछि यस्तो राइड गर्न आएको हामी। यहाँ चाहिँ पुरै खेत रहेछ क्या, फार्मिङ गर्दो रहेछ मान्छेहरूले। यो चाहिँ पुरा गाउँ, कस्तो मजाको गाउँ के, बाटो पनि राम्रो। धेरै आजभोलि इलेक्ट्रिक माइक्रोहरू चल्दो रहेछ गाइस यो बाटोमा चाहिँ। हेर्नु न, वाउ, पुरै खेती गर्ने साइड। सुन्दर शान्त नेपाल, कति सुन्दर रहेछ यार यो नेपालमा। हेरेको हेरे भन्छ यार। जङ्गल हेर्नुहोस्, वातावरण हेर्नुहोस्, काठमाडौँभन्दा अलिकति बाहिर निस्किची कति सुन्दर छ यो हिमालहरू। गाउँले जीवन हेर्नुहोस् कस्तो छ। सिद्धार्थ एकदम खतरा होटेल म भन्छु है, सिद्धार्थ कस्तो राम्रो यार। यो डाँडा हेर्नुहोस् न, वाउ म्यान। बाटो अलिकति सानो छ तर पिच छ है गाइस। मरा दाइ चट्ट बिन्दास पारोमा चलाउँदैछौँ। क्रुजिङ, वी आर क्रुजिङ गाइस। डाँडा हेर्नु न यहाँबाट, वाउ, दिस सिनरी इज ब्युटिफुल म्यान। हाम्रो लोकल मान्छेहरू आफ्नो जबमा जाँदैछन्, हामी चाहिँ एक्सप्लोर गर्दैछौँ ब्युटिफुल वेमा। बाटो कस्तो राम्रो छ, वरिपरि डाँडाले ढाकिएको छ। यस्तो मजाले हावा चलिरहेको छ गाइस। बाटो खाली के, ताल उतासम्म देख्न सक्नुहुन्छ वरिपरि गाउँको घरहरू। जस्ट इन्जोइङ म्यान। त्यहाँ आउनु भएर चाहिँ पछाडिबाट, म चाहिँ अगाडि लिडिङमा छु। पुरै मकै रोप्या रहेछ यार गाइस, मकै, यो अरू धानहरू। यहाँ के, त्यहाँ स्कुल रहेछ गाइस, स्कुलहरू बनाउँदैछन्। यो ठाउँ पनि बिस्तारै विकास हुँदैछ। बाटो चाहिँ गजबको छ क्या गाइस। जस्ट टेकिङ अल इन दिस ब्युटिफुल नेचर। यो ठाउँले हामीलाई प्रोभाइड गरेको। बाइक रोक्यो भने चाहिँ गर्मी छ, बाइक चलायो जेलसम्म शीतल छ है गाइस। नेपालको झन्डा हेर्नुहोस् क्या फर्काएर रहेछ। हावा पनि मजाको चलिरहेको छ यो खुल्ला ठाउँमा।
जय नेपाल। हेर्नु न, वाउ सो ब्युटिफुल यार। काङसिङ रे ठाउँको नाम यार। पुरै गाउँ के गाइस, कस्तो आनन्द र सुनसान भने। यहाँ त सन्डे हो भने त फिल पनि हुँदैन यार, शनिबार जस्तो फिल आइरहेको छ। खाली केही छैन, तिमी र आफ्नो बाइक मात्र यार। मजाले बोटार्ने। हाम्रो दाइ है लिडमा हुनुहुन्छ। सबको राम्रो हुन्छ यार। यहाँ चाहिँ एउटा सानो पुल छ गाइस, हेर्नु त खोला वरिपरि। दिकुरी बजार रे, दिकुरी बजारतिर आइपुग्यो। यहाँ पनि एउटा सानो बस्ती रहेछ र बाटो चाहिँ यस्तै हो, अलिकति कच्ची छ तर इट्स गुड। गर्मी यार, घाम पनि लाग्यो झन् हप्पो भइदिइरहने हो पुरै के। झन् त्यो बाइकमा चलाएर त्यस्तो गर्मी चाहिँ फिल हुँदैन, हावाले गर्दा रोक्यो भने त भप 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 पोल्छ। अर्कै खालको जङ्गल यार यो गाइस। स्कुल एरिया रहेछ, विद्यालय क्षेत्र अरे। त्रिशुली पुग्यो है गाइस। बाँदर ओहो, बाटो त के हो यार, ठुलो बनाउन लाग्छ। धेरै पछि आएको गाइस, लोचा रहेछ बाटो त। पुरा बनाउँदैछ यहाँको बाटो। धन्न पानी परेको छैन यार, हामी पुरा कुक्ड हुन्थ्यो। अन्डर कन्स्ट्रक्सन रहेछ यहाँ। डोजरले खन्दैछ, बाटो बन्दैछ। त्रिशुली बजार मजाको सानो टाउन छ। अलिअलि पोखरा भाइब्स आउन खोजिरहेछ। आर्मी साइड, आर्मी एरिया है यो गाइस। यहाँबाट चाहिँ त्यो प्यालेस जान मिल्छ है, नुवाकोट प्यालेस। अब हामी यो ठाउँबाट बिदाई गर्दैछौँ। सिधा होइन, हामी राइट साइड जानुपर्छ है, बायाँ साइड।
अब चाहिँ जर्नी सुरु भयो गाइस धुन्चे खोला। यो चाहिँ यहाँको लास्ट पेट्रोल स्टेसन हो, पेट्रोल पम्प। र बाटो चाहिँ अलिकति घच्ची हुन्छ चाहिँ, कच्ची अझै त्यस्तै रहेछ यो बाटो, केही चेन्ज भएको छैन। धुलो चाहिँ नेक्स्ट लेभल छ यो टिपरको खालीर। आउने हो गाइज, अराउन्ड 50 किलोमिटर जति होला। हामीलाई 2 घन्टा जति लाग्ला कि मेरो अनुसार। यस्तो मजा आइरहेछ यार। खाली के कुरा बाटोमा। You and your bike, man. Just you and your bike. समय यार, क्या खाली के। ये गेरफु खोला ब्रिज है गाइस, यो ब्रिजको नाम। हामी चाहिँ एलिभेसनमा छ है। हेर्नु त प्लान्ट्सहरू, ब्युटिफुल फ्लावर्स। बाटो पनि ठुलो छ है र एकदम राम्रोसँग बनाएर चाहिँ है बाटो यहाँ गाइस, पुरा पहिरो सहिरो नआओस् भनेर। आहा अति सुन्दर, खाली हरियाली, खोला बग्दैछ यहाँ तल, रुखहरूले छोपेछ है गाइस। और दाई मात्रै हो बाटो। वाउ, खोला हेर्नुहोस् न, खोला। वाउ, क्या मजा आइरहेछ गाइस। पुरै खाली के बाटो। Love adventure, man. कत्रो पाइप हेर्नुहोस् त। ओ के हो यो, पानी बग्ने छ क्या हो? खोला नम्बर 2 पाउल रे। ओहो, यो ड्याम साइड रहेछ गाइस। यो तल ड्यामको पानी बगिरहेको रहेछ, हेर्नुहोस् त। यो सब ड्याममा जान्छ यो खोला, यो पानी। जिन्दगी सलल मोटर गाडीमा, जिन्दगी सलल मोटर गाडीमा। यस्तो यस्तो एनिमल भेट्छ भनेर है, रेड प्यान्डा त भेट्छ भन्नु छ है गाइस। लमथाङ नेसनल पार्क रहेछ है गाइस, हामी जाँदै लमथाङ नेसनल पार्क। वेलकम टु Lamphang National Park. It's gonna be awesome adventure, guys. I promise you. To this beautiful place of Lamphang National Park.
Me and my homie. मान्छेहरू हिँडेर जान्छ यार, मैले मान्छे यार यहाँको लोकल मान्छेहरू। Damn man, this is something. Tricky roads, sweet turning हरु यार, एकदम स्वीट बाटो। क्या मजाको टर्निङ, एकदम पिच छ बाटो, बाक्ती तार। Yeah, I'm enjoying it man. बाटो चाहिँ अलि सानो सानो हुँदै गइरहेछ, तर बाटो पिच छ है गाइस। वरिपरि जङ्गल हेर्नुस्, such a beauty man. Wow, मलाई नेपालको गाउँघरहरू एकदम मनपर्छ। माथि चढ्दै गएपछि अलिकति चिसो हुन खोजिरहेछ, ठिक्क के, न चिसो न गर्मी खालको वेदर चाहिँ, तर पानी चाहिँ ढुक्क हो पर्छ। लाहारिपाउवा, लेहेरिपौवा ठाउँको नाम गाइस। हेर्नु त यता डाँडा माथि माथि, वाउ। Views guys, कस्तो दामी जङ्गल यार, कस्तो दामी जङ्गल यार, कस्तो दामी यार। धारा पानी ठाउँको नाम है। वहाँ चाहिँ बिस्तारै जानुपर्छ। पहिरो गएको छ है दाइ, बाटोमा पहिरो गएको छ गाइस। I'm just enjoying it man. Hope guysहरूले पनि इन्जोय गर्दैछ मसँग along the way। बाटो पिच भएर चाहिँ गजबको छ के, Just can't describe it man. नेपाल इज हेभन है, साँच्ची भन्छु म, नेपाल इज हेभन। हामी आर्मी चेक पोस्टतिर पुग्यौँ गाइस।
धन्यवाद धन्यवाद दाइ। धन्यवाद दाइ। यो फर्स्ट चेकपोस्ट, अब अर्को चेकपोस्ट है त। यहाँ म्याप छ है। हामी लेफ्ट साइडबाट जाने हो। यो आज घाम लाग्यो त यार, सुन्दरता देख्न पाइरहेछौँ यो ठाउँको आज हामीले। यहाँ अघि न पानी पऱ्यो होला गाइस, त्यही बाटो अलिकति भिजिरहेछ। तल आर्मी दिदीले चाहिँ हामीलाई 2 घन्टा जति लाग्ला बसले भन्यो। अब हामी बाइकमा हामीलाई पनि 2 घन्टा लाग्न सक्छ, किन हामी बिस्तारै चलाउँछौँ गाइस। घाम लगाएर हेर्नु न, मधुरो घाम लागिरहेछ। आमामा बोजू पुरा चस्मा लगाएर खतरा देख्नु भएको छ। खतरा पानी पर्छ गाइस। बवाल पानी पर रहा है। पानी चाहिँ पर्न छोड्यो गाइस। ब्याट्री सिद्धेर अघि न पानी पर्दाखेरि ठ्याक्क रोकेको ठाउँमा अनि ब्याट्री चेन्ज गरेको कि गाइस। हेर्नुहोस् त बाटो, वाउ पानी परेर अलिक खुल्ला भएको छ, एकदम सुन्दर देखिरहेछ हाम्रो प्यारो नेपाल। यहाँ स्तूपहरू सानो, यिनीहरू त धेरै पुरानो पनि होला, यिनीहरू जस्तो पुरानो खालको। यहाँ त पहिला सब अफरोड थियो गाइस, अहिले पिच गरिदिएछ यार। बादलहरूले पानी अलिकति परेर खुल्ला भएको छ कि अलिकति क्लियर देख्ने भएको छ। मूल सडक ठाउँको नाम जाँदैछौँ यो ब्युटिफुल प्लेसको एरिया एक्सप्लोर गर्दै। लमथाङ नेसनल पार्क मरदाई। बाटो फुल कन्स्ट्रक्सनमा छ गाइस, ढलान गर्दै रहेछ बाटो। अब गजब हुन्छ चाँडै, हेर्नुहोस् त। तर हिरो चाहिँ डेन्जर रहेछ यहाँ। फर्स्टमा दाइ जाओस् अनि म जान्छु।
छ, केटाहरूले बनाउँदैछन् बाटो। हामी फर्स्ट टाइम आउँदाखेरि जस्तो छैन यो बाटो, पुरै खतरा ढुङ्गा थियो यार यहाँ। नत्र कत्रो ठुलो ढुङ्गा हेर्नु त, नेचुरली कति वर्ष भयो होला यो ढुङ्गा यही बसिरहेको। हेर्नु त, वाउ कस्तो दामी प्लेस यार। सानो बस्ती आइपुग्यो डाँडाको साइडमा। फ्ल्यागहरू हेर्नुहोस् न, फर 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 गएको छ। सानो सानो स्तूपहरू कति वर्ष पुरानो होला यार, कुनै कुनैहरू त भत्किएका पनि छन्। फेरि पानी पर्नु थाल्यो, मसिनो पानी। ओ लङ्गुर लङ्गुर लङ्गुरहरू यार, नेभर सिन लङ्गुर इन दिस प्लेस म्याम। यस्तो चिसोमा पनि बस्दो रहेछ यार लङ्गुरहरू, कस्तो डरलाग्दो यार हेर्दाखेरि त। आर्मी चेकपोस्ट पुग्न लाग्यो गाइस, त्यहाँ पनि हामीले लास्ट एन्ट्री गर्नुपर्छ। त्यही त्यो अब चाइनाको बोर्डर नजिक छ नि त, त्यही भएर। कत्रो गोरु यार, हान्छ कि क्या हो? डरै लाग्छ त केटा हो, गोरुसोरु देखेर चाहिँ हान्दियो भने सकियो नि, के गरेर सकिदिएर।
आर्मीको ठाउँ यहाँतिर चाहिँ हो है चेकिङ हुने सो यहाँतिर क्यामेरा चाहिँ नबाल्दिउँ भनेर सोचिरहेको छु म चेकपोस्ट पऱ्यो एकदम राम्रो मान्छेहरू थियो यार आज चेकपोस्टमा Baby, we can enjoy life. Baby, we can enjoy life. Say everything's gonna be alright. Everything's gonna be alright. अझ अगाडि दाइ धुन चाहिँ पुग्यो है गाइस हजुर के छैन सन्चै हुन्छ नमस्ते सन्चै हुन्छ धन्यवाद गाइस हाम्रो रुम बाथरुम